आफूलाई अत्यन्तै गर्वशाली ठानेकी छु। आज म र मेरो साथी जङ्क फुडका असरहरू र स्वास्थ्यकर खानाहरूको फाइदाहरूको बारेमा भन्न गइरहेका छौँ। जङ्क फुड आजको समयमा जङ्क फुड जसले पनि खान्छ सबैले जङ्क फुड खान अत्यन्तै मनपर्छ। जङ्क फुड भनेको चाउचाउ, बिस्कुट, कोक जस्ता हाम्रो शरीरलाई हानि गर्ने खाद्यान्न हुन्। यिनीहरूले हाम्रो शरीरमा कस्तो असर गर्छ भने हामीले नसोचिकन यिनीहरूलाई खान्छौँ। यिनीहरूले हाम्रो शरीरमा विभिन्न किसिमका प्रभावहरू पारिरहेका हुन्छन्। यिनीहरू धेरैजसो बालबालिकाहरूले चाउचाउ खान मन पराउँछन्। चाउचाउ खाए पछाडि उनीहरूलाई निकै राम्रो लाग्छ होला, तर धेरैजसो हामीहरूले सामाजिक सञ्जालमा देखेको छौँ, धेरैजसो बालबालिकाहरूले चाउचाउ धेरै सेवन गरेर जन्डिस जस्ता, फुड पोइजनिङ, ब्लड भमिटिङ जस्ता रोग समस्याहरूका कारणले उनीहरूको अकालमा मृत्यु पनि भएको छ। त्यसैले हामीहरूले जङ्क फुडलाई प्राथमिकता दिनु हुँदैन। हामीले हाम्रो स्थानीय घर ठाउँमा बनेका परिकारहरू खानुपर्छ। जस्तै स्याउ, हामीले फलफुल, तरकारी, गेडागुडी खान सक्छौँ। हामीहरूले जङ्क फुडलाई आजैदेखि त्याग्नुपर्छ, किनभने यिनीहरूले हाम्रो ज्यानलाई पनि हानिकारक बनाउन सक्छन्। हामीहरूले स्थानीय क्षेत्रहुँदी बनेका खानेकुरा खानुपर्छ। हामीहरूले जङ्क फुडलाई प्राथमिकता नदिई स्वस्थकर खानालाई प्राथमिकता दिनुपर्छ, किनभने स्वस्थकर खानाले हाम्रो शरीरलाई तन्दुरुस्त पार्छ र स्वस्थकर खानाले हाम्रो वृद्धि विकास गर्छ। जस्तै जङ्क फुडमा कुरमुरे त जसले पनि खान्छ, तर कुरमुरेमा कस्तो किसिमको पदार्थ मिसाएको हुन्छ कसैले थाहा हुँदैन। र चाउचाउ पनि सबैले खान्छन्, तर चाउचाउलाई कति दिनसम्म सडाएर राखेको हुन्छ, कसरी बनाएको हुन्छ कसैले सोच्दैनन् र त्यतिकै खान्छन्। हामीहरूले तिनीहरूको बारेमा सोच्नुपर्छ र आफ्नो ज्यान बचाउनका लागि आजैदेखि जङ्क फुड त्याग्नुपर्छ। अन्त्यमा के भन्छु भने आजैदेखि जङ्क फुड त्याग्नुहोस् र स्वस्थकर खाद्यान्नसँग नयाँ जीवन जिउनुहोस्। धन्यवाद।